नमस्ते टासुजीले हिजो मैले एउटा भिडियो हालेको कारणले गर्दा चाहिँ धेरै मान्छेहरूले प्रतिक्रिया देखाउनु भयो कि त्यसमा मैले यस्तो हेर्दाखेरि धेरैजना मान्छेले बुझ्नु भएछ मैले चाहिँ खालि हिजो भिडियो हालेको थियो अवेरनेसको लागि हालेको थियो जुन चाहिँ पनि प्रब्लम आउनेवाला छ त्यसको लागि मैले अवेरनेस फैलाउनको लागि मात्रै मैले भिडियो हालेको थियो तर त्यसमा कतिजना मान्छे जसले चाहिँ रेसेस कमेन्ट गर्दै थियो त्यो मान्छेहरू चाहिँ अब के भन्नु अब सिक्किमदेखि कहिले बाहिर गएको छैन उहाँको सोच बहुत सानो हो उनीहरूको लागि चाहिँ देश ठुलो होइन उनीहरूको लागि चाहिँ पोलिटिकल पार्टीहरू ठुलो हो झन्डा बोकेर एक दिनको लागि दुई दिनको लागि जय जय भन्दै हिँड्छ अन्त 500,000 रुपियाँ कमाउँछ उहाँहरूको लागि त्यति नै हो बस ढुक्क कुनै पनि पोलिटिकल पार्टी कुनै पनि गभर्मेन्ट अफिसरहरूले तपाईँले देख्नु भएको छ उहाँको नानीहरू प्रोटेस्ट गर्दै गरेको उहाँको नानीहरू राम्रो स्कुलमा पढ्नुहुन्छ बट तपाईँहरूले बुझ्नु सक्नु भएको छैन त्यो कुराहरू पोलिटिकल पार्टी आज आउँछ भोलि जान्छ तर देश त त्यहीँ बस्छ नि त तर देशको लागि सोच्नु पऱ्यो नि तपाईँले कुरा गर्नुहुन्छ सिक्किम सब्जेक्टको तपाईँलाई आधा नै बुझ्नु भएको छैन अहिलेसम्म 375, 371F, 371F मात्रै मैले बुझ्नु भएको छ तर सुप्रिम कोर्टको गाइडेन्स अनुसार तपाईँलाई थाहा छ के भएको थियो भनेर सिक्किममा नेपालीहरू माइग्रेन्ट हुँदाखेरि कतिवटा प्रब्लम भएको थियो तपाईँलाई कन्फ्लिक्ट भनेर थाहा छ केही थाहा छैन त्यहाँबाट त्यो कोर्टमा जाँदाखेरि कोर्टमा सुप्रिम कोर्टले के अर्डर दिनुभएको थियो तपाईँलाई के कुरा थाहा छ केही थाहा छैन म भिडियो हाल्दैछु एउटा त्यो भिडियो राम्ररी बुझिहेर्नुहोस् को चाहिँ सिक्किमे हो को चाहिँ सिक्किमे होइन भनेर त्यो अरूमा त्यो रेसेस कमेन्ट चाहिँ नगर्नुहोस् हिजो धेरै गालीहरू आयो मलाई त्यो गाली म भन्नु पनि सक्दैन त्यस्तो रेसिस कमेन्ट नगर्नुहोस् तपाईँलाई अगर के गुनासो छ भने तपाईँ डिस्कसन गर्नुहोस् होइन भाइ यस्तो हो होइन दाजु यस्तो हो यो हो भनेर भन्नुहोस् डिस्कसन गर्नुहोस् डिस्कसन एउटा राम्रो कुरा हो डिबेट्स एउटा राम्रो कुरा हो तर कसैको मुख बन्द गर्ने चाहिँ त्यस्तो नगर्नुहोस् डेमोक्रेसी त्यसलाई नै भन्छ कुनै पनि पोलिटिकल पार्टीले अगर कुनै चिज गलत गर्दैछ भने तपाईँले त्यसलाई क्वेसन सोध्नु सक्नुहुन्छ त्यो तपाईँको राइट्स हो त्यो तपाईँको हक हो तर सहीलाई सही भन्नु पऱ्यो गलतलाई गलत भन्नु पऱ्यो त्यो तपाईँको हक हो तपाईँहरू आफ्नो जीवनमा व्यस्त हुनुहुन्छ भनेर तपाईँले कसै मान्छेलाई एउटा अपोइन्ट गरेर दिनुभएको छ कि हाम्रो देश तपाईँ चलाइदिनु हामी बिजु छ आफ्नो जिन्दगीमा त उहाँ मान्छेले अगर कुनै चिज गलत गर्नु हुँदैछ भने तपाईँले क्वेसन सोध्नु सक्नुहुन्छ त्यो तपाईँको हक हो त्यो रेसेस कमेन्ट नगर्नुहोस् त यही मान्छेहरू हो म भन्न चाहन्छु हाम्रो नर्थ इस्टको मान्छेहरू साथीहरू कोही बाहिर गएर केही कसैले केही भनेछ भने रेसेस कमेन्ट गर्यो भन्ने खालको कुरा गर्नुहुन्छ तर सिक्किममा सबभन्दा रेसिसिजम छ बिहारी बङ्गाली नेपाली मरवाडी मुस्लिम जो पनि हुन्छ उहाँलाई के भन्नुहुन्छ तपाईँले मधेसी फरेनर्स तँ यो देशको होइन सिक्किम इन्डियाको होइन र अन्त कतिजना मान्छेले भन्थे तँ आफ्नो देश जा भनेछ के भन्नु खोजेको तँ आफ्नो देश सिक्किम इन्डियाको होइन र तपाईँहरूको सानोतिनो मान्छेहरूको दिमाग छैन र सिक्किमले इन्डियालाई सिक्किमले प्रोटेक्ट गर्दैछ अगर पहिला पनि चाइनाले एट्याक गर्नु खोजेको इन्भेड गर्नु खोजेको थियो अगर इन्डियाले सिक्किमलाई छोड्दैछ भने होइन बादमा गएर के हुन्छ चाइनाले एकछिन पनि लगाउँदैन सिक्किमलाई इन्भेट गर्नु लागि त्यो तपाईँहरूको दिमागमा छैन डल्लै इन्डियन आर्मीले प्रोटेक्ट गर्छ तपाईँहरूको बोर्डर कस्तो खालको कुरा गर्नुभएको तपाईँहरू सोचिहेर्नुहोस् न सोचिहेर्नुहोस् तपाईँले के गर्नुहुँदैछ जिन्दगीमा पोलिटिकल पार्टी आज आउँछ भोलि जान्छ देश हमेसा रहन्छ देशको लागि सोच्नुहोस् पहिला पोलिटिकल पार्टी 5 साल लागि आउँछ 2 साल 10 साल लागि आउँछ जान्छ तर यो कुरा चाहिँ बुझिराख्नुहोस् जुनै पनि अहिले कन्फ्लिक्ट हुँदैछ यो कन्फ्लिक्टको उद्देश्य अर्कै छ यो बुझिहेर्नुहोस् यसको पछाडि उद्देश्य अर्कै छ यो तपाईँहरूलाई व्यस्त गराउनु लागि बिजी गराउनु लागि तर पछाडि यसको उद्देश्य अर्कै छ यो तपाईँ बुझिहेर्नुहोस् यो एउटा भिडियो हेर्नुहोस् तपाईँले भन्नुहुन्छ सिक्किमे हो म सिक्किमे हो तँ सिक्किमे होइन भनेपछि कि को चाहिँ सिक्किमे हो म तपाईँलाई एउटा भिडियो हाल्दैछु सुप्रिम कोर्टको गाइडलाइन्स अनुसार म एउटा भिडियो हाल्दैछु तपाईँ त्यो राम्ररी हेर्नुहोस् अन्त जतिसक्दो सेयर गर्नुहोस् कि सिक्किमे को हो र सिक्किमे को होइन भनेर हेर्नुहोस् त्यो पहिला अनि त्यो रेसिस कमेन्ट नगर्नुहोस् केही तपाईँकोमा गुनासो छ भने डिस्कस गर्नुहोस् तपाईँकोमा कुनै फ्याक्ट छ भने डिस्कस गर्नुहोस् यसको लागि त्यसलाई नै भन्छ हेल्दी डिबेट गर्नुहोस् त्यसको लागि म एकदम रेडी छु सुप्रिम कोर्टकोमा चाहिँ भन्नुभएको छ कि एउटा डाइरेक्सन दिनुभयो सिक्किमिसलाई चाहिँ कोलाई भनिन्छ भनेर चाहिँ त्यसमा परिभाषा सिक्किमिसको दियो कि यसमा चाहिँ त्यहाँदेखि 4 दियो अब मेरो भन्नु चाहिँ छ जस्तो फर इक्जाम्पल एउटामा चाहिँ भन्दैछ इन्डिभिजुअल हुज नेम इज रेकर्डेड इन द रेजिस्टर मेन्टेन अन्डर द सिक्किम सब्जेक्ट रेगुलेसन एक्ट हो जुन चाहिँ 1961 को मुताबिक जसको नाम चाहिँ दत्ता भएको छ रेजिस्ट्रेसनमा त्यो मान्छे सिक्किमिस भयो त्यो त डेफिनेटली सो देन अर्को इन्डिभिजुअल हुज नेम इज इन्क्लुडेड इन द रेजिस्टर सिक्किम सब्जेक्ट बाई भर्च्यु अफ रेजिस्टरमा एउटा चाहिँ पछि बादमा 1980 को अराउन्डमा चाहिँ कोही मान्छेहरूको नाम चाहिँ छुट्यो बाई मिस्टेक उनीहरूलाई पनि त्यो रेजिस्टरमा दत्ता गर्नु त्यो मान्छे पनि सिक्किमिस भयो जो चाहिँ 1961 को त्यसमा दत्ता भयो 2 हो कि 3 मा आयो एनी अदर इन्डिभिजुअल हु नेम डु नट एपियर इन द रेजिस्टर अफ सिक्किम सब्जेक्ट बट इट इज एस्टाब्लिश्ड बियोन्ड डाउट that the name of such individual father or a husband or parental grandfather or brother from the same father has been recorded in the so यहाँ 3rd मा आयो जसको जो
इन्डिभिजुअल व्यक्ति छ उसको नाम चाहिँ सिक्किम सब्जेक्ट रेजिस्टरमा छैन तर उसको बाउको है बुढाको र बाजेको र दाजुको नामहरू चाहिँ त्यहाँ दत्त भएको छ सिक्किम 1961 रेगुलेसनमा त्यो मान्छे पनि सिक्किमिस भनिन्छ भने हो कि थर्ड भयो 4 आयो एनी अदर इन्डिभिजुअल हुज नेम डज नट अपियर इन द रेजिस्टर अफ सिक्किम सब्जेक्ट बट इट इज इस्टाब्लिश बियोन्ड द डाउट सच इन्डिभिजुअल वाज डोमिसाइल इन सिक्किम अन अर बिफोर द 26 डे अफ अप्रिल 9 अब यो चाहिँ के भयो सुप्रिम कोर्टको डाइरेक्सन मुताबिक यो हाल्यो के भयो भने जो पनि एनी इन्डिभिजुअल जसको नाम सिक्किम सब्जेक्ट रेजिस्टरमा हालेको छैन तर सिक्किममा रहि बसेको चाहिँ 26 अप्रिल 1975 देखि छ उहाँहरूलाई पनि सिक्किमिस मानिलिनु भनेर त्यो एक्सप्लेन त्यो त सुप्रिम कोर्टको डाइरेक्सन भयो